प्रकरणमा देखिएका व्यतिथि भ्रष्टाचार मानव तस्करी सम्मका विषयमा सदनमा निरन्तर आवाज उठायौं, आन्दोलन गर्यौं। आफ्नो रोजगारीको समस्याका कारण सम्मानजनक रोजगारीको उद्देश्य राखेर विदेश जाने नेपाली दिदीबहिनी दाजुभाइहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालय लगायतका सरकारी कार्यालयहरूमा गैर कानुनी रूपमा मिलोमतो गरी भिजिट भिसा मार्फत मानव तस्करी, बेचबिखन जस्ता गम्भीर आपराधिक घटनाहरू सार्वजनिक हुँदा हाम्रो देशको अन्तर्राष्ट्रिय छवि, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा गम्भीर असर परेको हामीलाई लागेको छ। भुटानी शरणार्थी प्रकरणले निहुरिएको देशको शिर पुनः यो भिजिट भिसा र अध्यागमन प्रकरणले थप झुकेको महसुस हामीले गरेका छौँ। अध्यागमन र भिजिट भिसा प्रकरणमा संलग्न देखिएका सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यान पावर कम्पनी, एयरलाइन्स, सङ्गठित अपराधमा संलग्न समूह र व्यक्तिहरू आदिबारे ठोस अध्ययन र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषी उप कडा कानुनी कारबाही गर्न हामी सरकारसँग जोरदार माग गर्दछौँ। हाम्रो विरोध र आपत्ति कानुनी रूपमा भइरहेका भिजिट भिसाप्रति होइन, भिजिट भिसाको नाममा भएका गैर कानुनी, लज्जास्पद र मानव तस्करी सहितका भ्रष्टाचारजन्य र राष्ट्रकै शिर निहुराउने गलत हरकतका विरुद्ध हो भन्ने कुरा पनि हामी प्रश्न पार्न चाहन्छौँ। अख्तियारले केही कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा सोधपुछ गरिरहेको विषयवस्तु पनि हामीले सुनेका छौँ। अहिलेको विषय अध्यागमनसँग सम्बन्धित मात्र कुरा होइन, भिजिट भिसामा देखिन सक्ने समग्र समस्याहरूको निराकरण हामीले गर्नुपर्नेछ। त्यसका लागि नीतिगत, कानुनी, संरचनागत लगायत कहाँ कसरी सुधार गर्न सकिन्छ तिनको गहिरो अध्ययन र छानबिन गरी बदमासी गर्नेलाई उचित कारबाही र अब आइन्दाको लागि सुझाव दिने गरी अध्ययनको लागि अध्ययन समिति बनाउन हामी जोरदार माग गर्दछौँ। संविधानमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनाएका छौँ। गणतन्त्र विरोधीहरूका प्रतिगामी र पक्षगमनकारी हरकतहरूका विरुद्ध हामी यो संविधानको रक्षा गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू बीच साझा मुद्दाहरूमा एकजुट भएर अहिले देशमा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका लागि हामीले जिम्मेवार प्रतिपक्षको हिसाबले अगाडि बढ्ने अठोट लिएर जेठ 15 गते हामीले बजेट प्रस्तुतिकरणमा लागि पनि सहयोग गरेका थियौँ। त्यसरी नै हामी बीच विभिन्न समस्याहरूमा छलफल गर्ने, लैजाने विषयवस्तुहरू पनि हामी सोचिरहेका छौँ। यही आधारमा हामीले उठाएका अध्यागमन र भिजिट भिसाको जो समस्या छ यो राष्ट्रको समस्याको रूपमा आएको छ, आम जनताको समस्याको रूपमा आएको छ। यसलाई निराकरण गरेर अगाडि बढ्नु अहिले हामीहरूको मूल कर्तव्य भएको छ। त्यसैले हामीले अध्ययन गर्न, छानबिन समिति निर्माण गर्न र सँगसँगै यसको निराकरणका साथ जनतालाई विश्वासमा लिएर व्यवहारबाट अगाडि बढ्न आवश्यक छ। हाम्रा समितिहरू बन्ने तर तिनलाई व्यवहारमा लागू नहुने, तिनका सुझावहरू व्यवहारमा लागू नहुने विगतका परम्पराहरूलाई पनि हामीले तोडेर हामीले अझै व्यवस्थित तरिकाले व्यवहारमै लागू गरेर जनताबाट विश्वास लिन आवश्यक छ। यही कुरालाई मध्यनजर गरी हामीले यो जिम्मेवार प्रतिपक्षको हैसियतले संसदका आम जनताका समस्याहरू पनि अगाडि बढुन् र सँगसँगै हाम्रा जनताले भोग्नु परेका भिजिट भिसा लगायतका भ्रष्टाचारजन्य, मानव तस्करीजन्य समस्याहरू छन् तिनका हल हुन् भनेर हामी हाम्रो दल सँगसँगै नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, आम जनता पार्टी, नेपाल समाजवादी पार्टी लगायतका विपक्षीहरूले सहमतिमा का साथ अगाडि बढ्ने कुरा गरेका छौँ। हामीले राखेका यी विषयवस्तुहरूलाई अवश्य पनि नेपाल सरकारले हामीलाई विश्वस्त हुने गरी व्यवहारमा पहिले सदनमा जवाफ दिनेछ, त्यसपछि व्यवहारमा पनि त्यही अनुसारको गर्नेछ भन्ने विश्वास हामी व्यक्त गर्छौँ। यही आधारमा अब हामीले
यो सदनलाई सुचारू गरेर जनताका समग्र समस्याहरूलाई अगाडि बढाउनु पर्छ भन्ने राखेका छौँ र हामीले एउटा सहमति गरेका छौँ। धन्यवाद। अब माननीय सदस्य राजेन्द्र प्रसाद लिङदेन। सभामुख महोदय, म सबभन्दा पहिले नेपाल सरकारले आफ्नो अभिव्यक्ति 3 मिनट भित्रमा राखिदिनु होला। सभामुख महोदय, म केही मिनट बेसी लिन्छु। मैले अघिल्लोचोटि पनि समय माग्दा माग्दै पाएको छैन, सकेसम्म छोटो गर्छु। सभामुख महोदय, सबभन्दा पहिले त अहिले सरकारले मानिसको लेख्न पाउने बोल्न पाउने अधिकारमाथि जुन हस्तक्षेप गरिराखेको छ र लेखेकै आधारले बोलेकै आधारले मानिसहरूलाई पुर्जी काट्ने मुद्दा चलाउने जस्ता काम गरिराखेको छ, त्यसप्रति खेद प्रकट गर्दछु। र सरकारले जुन जङ्गे शासन सञ्चालन गर्न लागिराखेको छ फेरि पनि चाहिँ म विरोध गर्छु र यस प्रकारको कामबाट सरकार पछाडि हटोस् भन्ने चाहन्छु। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनैतिक दलहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिराखेको बेला प्रदर्शनका एक घटक राजनैतिक दलका नेता कमल थापालाई पक्राउ गरियो। कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा जान्न बुझ्न भेट्न गएका सांसद माननीय दीपक बहादुर सिंहलाई त्यही प्रहरीले नियन्त्रणमा लियो। यो संविधानको मर्म र भावना विपरीत छ र संसदको सभामुख हामी सबैको अभिभावक हो। म सभामुख महोदय मार्फत सम्पूर्ण माननीय सदस्यहरू राजनैतिक दलहरूलाई जानकारी गराउन चाहन्छु र आग्रह गर्छु यो प्रकारको खेदजनक र संविधान विपरीतका जुन क्रियाकलापहरू भइराखेको छ म सबै राजनैतिक दलहरूको फेरि पनि ध्यान आकर्षण गर्न चाहन्छु र म सरकारको यो क्रियाकलापको म भर्त्सना गर्न चाहन्छु। सभामुख महोदय, जहाँसम्म यो 17-18 दिनदेखिको नाटक जो हामीले देखिराखेको छौँ, देशले देखिराखेको छ र अहिले प्रमुख प्रतिपक्षी दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको जुन सुन्न पाइयो, वीरतापूर्वक बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो, यो हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाको लागि भन्नुभयो, गणतन्त्रको रक्षाको होइन लुटतन्त्रको रक्षाको लागि यो समझदारी भएको भन्ने कुरा आम जनताले बुझिराखेका छन्। सभामुख महोदय, देशमा रोजगारी नपाएर अवसरका खोजीमा जाने युवाहरूको भावनाको शोषण गर्दै दैनिक रूपमा भिजिट भिसामा जाने मानिसहरूबाट 50 लाख असुली गरेर माथिल्लो तहसम्म जान्थ्यो भन्ने कुरा विभिन्न तथ्यहरू सार्वजनिक रूपमा आएका छन्। सफ्टवेयरहरूको बारेमा सार्वजनिक रूपमा आएका छन्। त्यो माथिल्लो तह भनेको को हो? त्यो सहसचिवदेखि माथिको को हो? मन्त्री नभएर को हो? यो सरकारका प्रमुखहरू नभएर को हो? राजनीतिक क्षेत्रको संलग्नता बिना यो तहको भ्रष्टाचार हुन सक्छ? यो कल्पना गरिने विषय हो? यो नैतिकताको विषय मात्र होइन, एउटा मन्त्रीको गृहमन्त्रीको नैतिकताको विषय मात्र होइन, सिङ्गो देशको इज्जत र प्रतिष्ठासँग सम्बन्धित विषय हो, देशको बेइज्जतीको कुरा हो। त्यसकारण यो विषय गम्भीर रूपमा छानबिनको विषय हो। त अहिले जुन प्रकारको सहमतिको कुरा गरियो, यो एमसीसी पास गर्ने बेलामा पनि यस्तै व्याख्या भएको थियो। एमसीसी पास गर्ने बेलामा यहाँलाई निर्धारण गरिएको समय सकिएको छ। म सक्छु सभामुख महोदय, व्याख्यात्मक टिप्पणी भनेर भनिएको थियो। आज यो व्याख्यात्मक टिप्पणी सुन्न पाइयो। तर म सभामुख महोदय मार्फत भन्न चाहन्छु यसको छानबिन हुनुपर्छ। गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर यो छानबिनको प्रक्रियालाई सहज बनाउनुपर्छ। अख्तियारलाई छानबिनको लागि हामीले सजिलो बनाउने भनेर भन्ने हो, हामीले सहमति गर्ने हो भने अख्तियारलाई यहाँबाट निर्देशन जारी गर्नु पर्यो। राजनीतिक क्षेत्रसम्म पनि माथिल्लो तहसम्म पनि अनुसन्धान गर भने हामी हस्तक्षेप गर्दैनौँ भनेर भन्नु पर्यो। अख्तियारले त छानबिन गरिराखेकै छ, हामीले के सहज बनाउने भन्ने हो।
यसको अर्थ राजनीति क्षेत्रलाई छुटाउनु। यो केवल अध्यागमनमा मात्र होइन, वैदेशिक रोजगार विभागबाट पनि दैनिक कति लाख उठेर कहाँसम्म पुग्छ भन्ने कुराहरू सार्वजनिक रूपमा आएको छ। देशमा केही राजनीतिक दल र केही नेताहरू मिलेर कुन प्रकारको लुट मचिराखेको छ भन्ने कुरा अब त्योबाट जनता अनभिज्ञ छैन। त्यसकारण सभामुख महोदय, म फेरि पनि आग्रह गर्न चाहन्छु, यो सभामुख महोदयले पहल गर्नुपर्ने विषय हो। सरकारमा नैतिकता भन्ने चिज यदि जीवित थियो भने सरकार आफैले अग्रसर भएर यसलाई सच्याउन हामी पहल कदमी गर्छौँ। यसमा जो छ हामी कारबाहीमा जान तयार छौँ भन्नुपर्ने ठाउँमा प्रमुख प्रतिपक्ष समेत लागेर अहिले जुन प्रकारको सहमति भएको कुरा सुनियो, आज सङ्ख्याको हिसाबले हामी जस्ता पार्टीहरू कम होला। अब माननीय सदस्य मनिष झा 3 मिनटभित्र आफ्नो कुराहरू राख्न म समय दिन्छु। सम्मानीय सभामुख महोदय, यो 18 दिनदेखि 11वटा बैठक अवरोध हामीले जुन गऱ्यौँ त्यसमा विभिन्न राजनीतिक दलहरूले, प्रतिपक्षको दलहरूले जुन हामीसँग सहयात्रा र सहकर्म गर्नुभयो त्यसप्रति आभार छ उहाँहरूप्रति। र यो किन भइराखेको थियो यति दिनसम्म भने भिजिट भिसा प्रकरण र मानव तस्करी सम्बन्धित सङ्गठित अपराध जसमा गृह मन्त्रालय, मन्त्री, कर्मचारी लगायत सबैको यथेष्ट प्रमाणसहित संलग्नता प्रमाणित छ। र यसमा अहिले आएर हामी यसको छानबिन गर्छौँ, अध्ययन गर्छौँ सबै भन्दै हुनुहुन्छ। कार्तिक महिना 2081 कार्तिकदेखि 2082 वैशाखसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई 9 चोटि पत्र काटेको छ, यहाँ बदमासी भइराखेको छ ध्यान देऊ भनेर। त्यो बेलामा यो इमान्दारिता कहाँ थियो जुन आज खोस्टोमा लेखिँदैछ, जुन कागजमा लेखिँदैछ? त्यो 9 पटक पत्र काट्दै गर्दाखेरि किन ध्यान दिइएन? जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो? हैन, यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने त्यस कर्मचारीलाई संरक्षण दिनलाई किन तानियो? र अर्को कुरा, कर्मचारी तानिसकेपछि इर्दगिर्दको जिल्ला वा गृह मन्त्रालयमै राख्न सक्थ्यो तामेलीमा। त्यो कर्मचारीलाई डोल्पा, रोल्पा, सरुवा गरेर अनुसन्धान प्रभावित पार्न खोजिएको त्यो पनि प्रमाणित छ। त्यसैले गर्दा छापामा पर्याप्त समाचार आइराखेको छ। अनलाइन खबर भनौँ, नयाँ पत्रिका भनौँ, उकालो भनौँ, सबै भनौँ, नेपाल प्रेस भनौँ, सबैले लेखिराखेको छ। हरेक दिन यथेष्ट प्रमाणहरू सफ्टवेयर समेत आइसक्यो। र यो सबै चिज हुँदै गर्दा उहाँलाई गत वर्षको यो फारिक गोरखपुरीको शायरी याद छ कि छैन? तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा, मुझे गिला रहजनों से नहीं तेरी रहबरी का सवाल है। यो सबै तपाईको नेतृत्वमा भएको लुट तन्त्र हो र यो हाम्रो मात्र आवाज होइन। यो हिजो भर्खर एउटा पत्रिकामा आयो कि 7 वर्षमा 76,000 इन्डियन्स, 76,000 भारतीय पनि यो नाकाको भएर बाहिर गएको रहेछ। सेटिङ त अन्तर्राष्ट्रिय नै भइसक्यो रहेछ। अनि थाहा थिएन 11 महिनासम्म। र थाहा थिएन भने मन्त्रीलाई आफ्नै मन्त्रालयको कुरा थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेको, कि आफ्नै मन्त्रालयमा के भइरहेछ थाहा छैन। र अर्को कुरा थाहा छ सम्मान्यज्यू, हाम्रो नेतालाई त्यहाँबाट यहाँ ठाउँसारी गर्ने कुरा पनि रोकियो राजनीतिक प्रभावमा। र उहाँहरूले के भन्नुभयो थाहा छ? हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा, तूने क्यों सही बात कही, काहे न कुछ और कहा। के हामी जनप्रतिनिधि भएर भइराखेको मानव तस्करीको बारेमा पनि बोल्न नपाउने? र अहिले उहाँहरू भन्नुहुन्छ कि अध्ययन समिति, यो समिति, फलानो समिति। यो त 2000 यो हाम्रो माननीय नेता माओवादीको नारायण काजी श्रेष्ठ गृह मन्त्रालयमा हुँदै गर्दा पूर्व मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा छानबिन भएर, अनुसन्धान भएर विभिन्न समस्या समाधान गर्ने प्रतिवेदन छ त त्यहाँ। फेरि किन तपाईँलाई बहानाबाजी चाहियो? यो त्यसैले नियतमा शङ्का छ। र सम्मान्यज्यू, यसमा हामीलाई सन्तोषजनक जवाफ संसदीय उच्च स्तरीय छानबिन समिति र यसको सबै ठगिएको, लुटिएको नेपालीले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ।
माननीय सदस्यहरू, आज शून्य समयको कार्यक्रम नहुने बेहोरा म जानकारी गराउँछु। माननीय सदस्यहरू, माननीय गृहमन्त्री रमेश लेखकले सभाको आकस्मिक समयमा उठेका विषयहरूका सम्बन्धमा बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। सम्माननीय सभामुख महोदय, समयका लागि धन्यवाद। विगत केही दिनदेखि पत्र पत्रिका, सामाजिक सञ्जाल र केही माननीय सांसद र नेताहरूले उठाउनु भएको विषयमा जनताको सार्वभौम थलो यस सम्मानित सदनमा जानकारी दिन उपयुक्त ठानेर बोल्ने समयको लागि अनुरोध गरेको थिए। आज बोल्न पाउँदा खुसी व्यक्त गर्दै सम्माननीय सभामुखज्यू एवं सबै माननीयज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। सम्मान्य सभामुख महोदय, मैले धेरै विषय अन्य सञ्चार माध्यमबाट पनि प्रश्न पारिसकेको छु। मेरो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक नै भएकोले माननीय सदस्यज्यूहरूलाई सबैलाई थप जानकारी गराइरहनु पर्ला जस्तो लाग्दैन। तथापि सार्वजनिक पद धारण गरेको समय समयमा प्रश्न उठ्न सक्ने र तिनको जवाब दिने कार्य सम्बन्धित व्यक्तिको हुन्छ। अत उठेका समसामयिक विषयबारे जवाब दिन अनुमति चाहन्छु। सम्मान्य सभामुख महोदय, मिति 2082 8 2 गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धी विषयमा सोधपुछका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय मैले सञ्चार माध्यमबाट थाहा पाएको हुँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनमा आग्रह गर्न चाहन्छु। मेरा विरुद्धमा नियोजित ढङ्गले, षड्यन्त्रमूलक ढङ्गले, राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको छ, जसको म यो सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु र म साथीहरूलाई आग्रह गर्न चाहन्छु। संविधानबाट अधिकार प्राप्त गरेको एउटा संवैधानिक निकायले भ्रष्टाचारका बारेमा छानबिन गरिराखेको अवस्थालाई यदि माननीय कुनै पनि अन्य मन्त्रीजीसँग जोड्ने हो अथवा सरकारसँग जोड्ने हो र सरकारले त्यसको जवाब दिने हो भने हिजोका दिनमा कतिपय माननीय मन्त्रीजीहरू पदासीन हुँदा मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा भएका भ्रष्टाचारजन्य कारबाहीका बारेमा कति मन्त्रीजीहरूले जवाब दिनु भएको थियो। त्यसको जवाब दिने नैतिक ताकत साथीहरूलाई छ। म यो आग्रह गर्न चाहन्छु। मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सबल संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि काम कारबाहीलाई म खुला हृदयले स्वागत गर्दछु। अझ म जो लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको छु, विधिको शासनको लागि आवाज उठाएको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गर्ने मात्र होइन, म यसको थप क्रियाशीलता र आयोगको सबलताको अपेक्षा गरिरहेको छु, जुन कुरा मेरा विगतका क्रियाले पनि छर्लङ्ग पार्दछ। सम्माननीय सभामुख महोदय, कुनै पनि राष्ट्र सेवकले भ्रष्टाचारजन्य कामको अनुसन्धान अभियोजन लगायतका कार्य गर्न संवैधानिक निकाय छ। उसले गर्ने काम कारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभाव पार्ने कार्य कतैबाट गरिनु हुन्न भन्ने विषयमा स्पष्ट छु र सो आग्रह सबैमा गर्न चाहन्छु कि स्वतन्त्र निकायलाई स्वतन्त्र रूपमा अनुसन्धानलाई निष्कर्षमा पुग्न दिउँ। गृहमन्त्रीको पदको दुरुपयोग गरी अनुसन्धानमा प्रभावित गर्ने प्रयासका सम्बन्धमा सर्वप्रथम मेरो आफ्नो व्यक्तिगत मूल्य र जीवन आदर्शले कुनै अनुसन्धान प्रभावित पार्न दिँदैन। म यसो गर्दिन। म न्यूनतम नैतिक आचरणमा बस्ने व्यक्ति हुँ।
मेरो साथ सङ्गत रहेका आदरणीय नेता तथा यहाँ उपस्थित मान्यजीहरूलाई समेत यो विषय अवगत छ भन्ने म ठान्दछु। अझ यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ, जुन मेरो प्रत्यक्ष वा अप्रत्यक्ष माथतमा पर्दैन। त्यसैले गृहमन्त्री भएको नाताले अनुसन्धानमा प्रभाव पारिन्छ भन्ने आशंका आधारहीन र अख्तियारको स्वतन्त्रतालाई अपमान गर्ने कुरा हो भन्ने म ठान्दछु। त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन कार्यालयमा कार्यरत अनुसन्धानको दायरामा रहेका कर्मचारीको बयान भइराखेको विषय समेत मैले सार्वजनिक मिडिया मार्फत सुनेको छु। यहाँ हामी सबैलाई थाहा छ, आयोगमा भइरहेको अनुसन्धानको सम्बन्धमा मलाई कुनै जानकारी हुँदैन र छैन, तर अनुसन्धानमा आयोगले कुनै सहयोग माग गरेको अवस्थामा मन्त्रालय तथा मातहतका निकायबाट पूर्ण सहयोग रहने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। जसरी माननीय सदस्य साथीहरूले अख्तियारबाट पत्रहरू प्राप्त भएको बारेमा म आग्रह गर्न चाहन्छु, मन्त्रालयको यसबारेमा पर्याप्त ध्यान आकर्षित भएको थियो, मन्त्रालयले तदनुरूप आफ्ना कामहरू अगाडि बढाएको थियो। म यो पनि आग्रह गर्न चाहन्छु। यसै अनुसन्धानको क्रममा आयोगबाट केही विवरण अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माग भएका थिए र माग भएका विवरणहरू तत्काल उपलब्ध गराएको बेहोरा अनुरोध गर्दछु। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुसन्धान गर्ने निकायले यो पहिलो पटक अनुसन्धान गरेको होइन। यस पूर्व 2076 सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट 2080 सालमा नेपाल प्रहरीले अनुसन्धान गरी अदालतमा मुद्दा अभियोजन आरोप पत्र दर्ता गरेको छ। यो नियमित रूपमा न्यायात्मक निकायहरूले गर्ने विषय भएकोले अनुसन्धान भई निष्कर्ष निक्लेको छ। यस्तो विषयमा मन्त्रीको राजीनामाको विषय उठ्नु र उठाउनु आवश्यक होइन भन्ने म निवेदन गर्न चाहन्छु। अझ प्रहरीबाट अनुसन्धान हुँदा समेत विभागीय मन्त्रीको राजीनामाको प्रसङ्ग उठेन, जबकि सार्वजनिक छापामा अहिले जस्ता विषय नउठेका होइनन्। सम्माननीय सभामुख महोदय, गृह मन्त्रालय अन्तर्गतको गृह प्रशासन आफैमा ठुलो र बृहत्तर कार्यक्षेत्र भएको निकाय हो। देशको शान्ति सुरक्षा एवं कानुन कार्यान्वयन गरी आम नागरिकको घर दैलोमा सेवा पुर्याउनेदेखि विपद व्यवस्थापनसम्म, ट्राफिक व्यवस्थापनदेखि अध्यागमन व्यवस्थापनसम्म र नागरिकतादेखि मुद्दा व्यवस्थापनसम्म यसको कार्य रहेको छ। मन्त्रालय अन्तर्गत 4500 बढी निजामती कर्मचारी, 80,000 हाराहारी नेपाल प्रहरी, 38,000 हाराहारीमा सशस्त्र परिबलमा कर्मचारी कार्य छन्। यति ठुलो सङ्ख्याको राष्ट्र सेवकको व्यवस्थापन गर्न तदनुरूपको विभागीय जिम्मेवारी सहितका अधिकारीहरू कार्यरत छन्। यसको नियन्त्रण, सुपरिवेक्षण र खटनपटनको आफ्नै नीति छ, जुन प्रचलित कानुनको परिधिभित्र रहेर गरिएको हुन्छ। अध्यागमनको कार्यको नियमन, रेखदेख र प्रशासनिक कार्यका लागि अध्यागमन विभाग र अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अध्यागमन कार्यालयहरू छन्। त्यहाँका दैनिक काम कारबाहीहरू तथा जिम्मेवारी अधिकारीबाट कानुन त निरूपण हुन्छन् नै, यसले जिम्मेवारी वहन गर्छ, त्यसले आफ्नो कामप्रति उत्तरदायी हुनुपर्ने भन्नेमा म स्पष्ट छु। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सहसचिव मैले अन्य कुनै मन्त्रालयबाट सरुवा गरी ल्याएका अधिकारी होइनन्। गृह मन्त्रालय अन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक भई काम गरिरहेका सहसचिवलाई मैले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको निज सहसचिवले यसअघि मन्त्रालयका महत्त्वपूर्ण विभाग र प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरिसक्नु भएको छ, जो मभन्दा अगाडिका माननीय मन्त्रीज्यूहरूबाट खटनपटन भएको थियो। मान्यज्यूहरूलाई थाहा नै होला, कुनै पनि मन्त्रीले आफूलाई सहयोग गर्न निजामती तर्फको उपसचिवलाई निजी सचिवको रूपमा तोक्ने कार्य गरिन्छ। सोही बमोजिम मेरो सचिवालयमा निजी सचिवको रूपमा एकजना उपसचिव रहेका छन्। अन्य कर्मचारीको खटनपटन कार्य चाप अनुसार मन्त्रालयले गर्ने गरेको छ। म माननीय सदस्यज्यूहरूलाई आग्रह गर्न चाहन्छु, गृह मन्त्रालय र सो माथत देहाय बमोजिमका विभागहरू रहेका छन्। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग र 77 वटै जिल्ला प्रशासनहरूमा जिल्ला प्रशासन कार्यालयहरू रहेका छन्। सभामुख महोदय, भिजिट भिसाका बारेमा यो मैले मन्त्री भएपछि मात्रै भिजिट भिसाको प्रणाली प्रारम्भ भएको हो भन्ने ढङ्गले, जुन नियोजित ढङ्गले षड्यन्त्रमूलक ढङ्गले प्रचारित गरिँदैछ, त्यसो होइन।
भिजिट भिसाको प्रणाली हाम्रो देशमा वर्षौंदेखि लागू थियो र अहिले पनि निरन्तर रहेको छ। मैले गृह मन्त्रालयको नेतृत्व गरेपछि भिजिट भिसामा जाने संख्या बढ्यो भन्ने विषय सर्वदा गलत हो। तथ्याङ्क नै हेर्दा पनि सो विषय प्रष्ट हुन्छ। मैले नेतृत्व गरेको हालसम्मको अवधिमा प्रतिदिन भिजिट भिसामा बाहिरको शङ्काको तुलना गर्दा अन्य मन्त्रीज्यूको पालामा यस्तै र योभन्दा बढी नै रहेको तथ्याङ्कले देखाएको छ। यो मेरो कुनै व्यक्ति वा कसैप्रति आरोप होइन, मात्र जुन अफवाह फैलाएर मेरो कार्यकालमा अत्यधिक भिजिट भिसामा गएको भन्ने भाष्य सिर्जना गरिएको छ, त्यसको विरोध हो। भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन, म यो आग्रह गर्न चाहन्छु। त्यसो भएको हुनाले वर्षदेखि निरन्तर रूपले चलिराखेको भिजिट भिसाको विषय मानु कि रमेश लेखक मन्त्री भएपछि मात्रै प्रारम्भ भएको हो भन्ने भाष्य सर्वदा गलत छ। म यो आग्रह गर्न चाहन्छु। हो, के समस्याहरू देखा परेका छन्, त्यसको समाधान गर्ने कुरामा हामी सबै लागेर अगाडि बढ्न जरुरी छ। म यति आग्रह गर्न चाहन्छु। अहिले प्रश्न उठेको भिजिट भिसामा गएका नेपाली नागरिक र तिनको तथ्याङ्क विगत वर्षमा र अहिले कस्तो अवस्थामा छ म प्रस्तुत गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, 2022 मा जुन बेला रमेश लेखक यो मन्त्रालयको मन्त्री थिएन, 1,12,690 पुरुष र 64,605 गरेर 1,77,295 मानिस भिजिट भिसामा बाहिर गएका छन्। सन् 2023 मा 1,30,916 पुरुष र 73,579 महिला गरेर 2,44,495 मानिस बाहिर गएका छन् भने 2024 मा 1,59,041 जना पुरुष र 1,15,358 जना महिला गरेर 2,74,379 मानिस भिजिट भिसामा बाहिर गएका छन्। 2025 मेमा 55,451 पुरुष र 43,386 महिला गरेर 98,887 मानिसहरू भिजिट भिसामा बाहिर गएका छन्। त्यसकारण यो निरन्तरको प्रक्रिया हो, निरन्तर मानिसहरू गइराखेका विषयहरू हुन्। भर्खरै एकजना माननीय सदस्यले विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर गरेको कुरा उठाउनु भएको छ। म निवेदन गर्न चाहन्छु, म भन्दा पहिला यो पदमा रहनुभएका माननीय मन्त्रीजीको बेलामा म भन्दा बढी मानिस विदेशी यही एयरपोर्टबाट बाहिर जानु भएको हो। म चुनौती दिएर माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, तपाईहरू नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्छ। तपाईहरूसँग नैतिक बल छ भने हिजो विदेशी नागरिक जो त्रिभुवन विमानस्थलबाट गएका छन्, म नभएको बेला गएका छन्, उहाँहरूका माथि तपाईले नैतिकताको प्रश्न उठाउनु भयो। त्यसकारण म आग्रह गर्न चाहन्छु, यो नियोजित ढङ्गले षड्यन्त्रमूलक ढङ्गले मेरो राजनीतिक चरित्र हत्या गर्नका लागि, राजनैतिक प्रतिशोध पुरा गर्नका लागि उठाएका विषय हुन्। यस्ता खालका निकृष्ट राजनीति पद्धति प्रक्रियाहरू र तपाईहरुका चाहनाहरू बन्द गर्नुस्, म यो आग्रह गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, गृहमन्त्रीले अनुसन्धानलाई कमजोर पार्न अख्तियार दुरुपयोग अनुसन्धानमा कार्यरत प्रहरी महानिरीक्षक, नायब महानिरीक्षक